Hello guys, welcome to my next vlog. How are you? अहिलेको भ्लगमा चाहिँ म हजुरहरूलाई खामगावा सी वर्ल्डबारे अलिकति देखाउँदैछु। म चाहिँ अलिकति अगाडि गएको थिएँ विथ माई श्रीलङ्कन फ्रेन्ड्स। यो चाहिँ म बसेको ठाउँभन्दा अलिकति बाई कार इट्स अबाउट 45 मिनट्स 50 मिनट्स जति टाढा छ। त्यही भएर अब नियर स्ट्रिट जाऊँ न त भनेर विच वी वेन्ट टु खामगावा सी वर्ल्ड। They were very excited. राम्रो थियो. Yes, and we entered. Every time there's a new trip to यो चाहिँ मैले गरेको थिएँ है प्रिभियसली जस्तै फिल गरेको थिएँ and look at this beauty and more fishes. श्रीलङ्कन फ्रेन्ड्सहरू पनि धेरै नै इन्जोय गरिरहेको थिएँ। मेरो श्रीलङ्कन फ्रेन्ड फर्स्टमा मेरो केटीको साथी चाहिँ पहिला मेरो फ्रेन्ड थियो अनि त्यसपछि उसको हस्बेन्ड पनि दुबईबाट आयो अनि दे आर लिभिङ टुगेदर अहिले। धेरै नै सफा धेरै नै राम्रो लाग्यो। एक्सपेक्टेसन भर्सेस रियालिटी जस्तो भइरहेको थियो। अनि मेरो सबभन्दा फेभरेट पार्ट चाहिँ यही कुरागेको ठुलो देखेबाट सानोसम्म लाइक माइक्रोस्कोपले नि हेर्नुपर्ने खालको सानो पनि कुरागेहरू थियो। पिस अफ माइन्ड भनेको जस्तो म्युजिक इन द ब्याकग्राउन्ड एकदमै स्मुथ थियो। रियलमा चाहिँ अलिकति डेन्जरस हुन्छ। राम्रो देखिन्छ कलर जस्ट मेरो कुराहरू चाहिँ धेरै नै धेरै राम्रो छ।
तेस्रो सोहरू पनि थियो यो ओक भन्ने ठुलो लार्जेस्ट मेम्बर अफ द फिस फ्यामिली भनेर लेखेको थियो यो पनि एकदमै रमाइलो थियो यसमा चाहिँ सबैजना रेनकोट लगाएर बस्नु भएको थियो कि अगाडिको हामी चाहिँ माथि उठेर हेरेर थियौँ भिज्ने नै रहेछ अनि अनदर डल्फिन सोहरू पनि थियो को भिडियो भयो एन्ड मी विथ क्युटी हियर अनि हजुरहरू पनि आउनुहोस् अनि इन्जोय विथ द फ्यामिली एन्ड फ्रेन्ड्स बाई बाई